बसेर रुम चाहिँ यही थियो होला एट्याच बाथरुम सहित प्लस यहाँको भ्यू हेर्ने हो भने चाहिँ फेरि चाहिँ भर्खरै होटल चेकआउट गऱ्यौँ अब बिहान 7:10 भएको छ यहाँबाट हामी डाइरेक्ट अब कति हुन्छ त्यो हिँडेर तलसम्म जाने सोच छ आज चाहिँ सकेसम्म स्यापर बेसी त भ्यान्दिनँ र शेर्पा गाउँसम्म मसँग चाहिँ अहिले हाम्रो सिक्किमको दाइ आउँदै हुनुहुन्छ अनि यस्तो दामी छ क्यान्जिङ गुम्बा यो पिक चाहिँ शेरगढी पिक भयो अनि हाम्रो यतापट्टि चाहिँ क्यान्जिङ पिक 1 भयो सेमिटङहरू एक बजीभन्दा अगाडिसम्म लामा होटल पुगेर अनि त्यसपछि त्यहाँबाट त्यतिखेर पुग्यो भने चाहिँ नि उता लौरी बिनातिर जाने छ अब हेरौँ के हुन्छ अहिले चाहिँ 11:50 भयो म चाहिँ बिहान 7 बजे निस्केको क्यान्जिङ गुम्बाबाट लगातार हिँडाइ हो एकैछिन 1-2 मिनट त ब्रेकेको केही नखाइ डाइरेक्ट हिँड्दा हिँड्दै म चाहिँ लगभग 5 घन्टामा लामा होटलसम्म आइपुगेँ अब चाहिँ म यहाँ एकैछिन ब्रेक लिएर सबै तलतिर गर्छु लामा होटल आइपुगेँ म 5 घन्टा लगातार हिँडेर बाटोमा यिनीहरूले जाम गराइदियो एकछिन बसिराख्नु पर्ने भयो पर्खेर म चाहिँ लामा होटलबाट चाहिँ म लगभग 12:10 निस्केको बाटोमा हाम्रो सरहरूले जाम गराइदिनु भएर हिँड्नै मिल्दैन अब एकछिन पर्खिनु पर्ने भयो बाटो यो चाहिँ लामा होटल र ब्याम्बो बिचको ठाउँ यस्तो दामी झर्ना छ लामा होटलबाट हिँडेको मलाई चाहिँ ठ्याक्कै 1 घन्टा भयो अब चाहिँ ब्याम्बो आइपुग्न लाग्यो कि भन्ने कुरा साइडमा त ब्याम्बोको रुखहरू धेरै भेटेको कि सायद अब आउँछ कि बाटो जति नै लामो भए पनि बिचमा यस्तो झर्नाहरू आएर चाहिँ मन एकछिन अलिक शान्त हुन्छ अब चाहिँ ब्याम्बो आइपुग्यो जस्तो छ उतातिर घरहरू चाहिँ छ टन्नै ब्याम्बो होला सायद यहाँ बसेर एकैछिन पानी खाएर अनि म निस्किहाल्छु पहिरोतिर लगभग मलाई 1 घन्टै लाग्यो माथिबाट हतार गर्दा आउँदा पनि ठिकै छ म चाहिँ अहिले ब्याम्बोमा नबसेर सिधै कन्टिन्यू गरेँ पहिरोतिर हेरौँ कतिखेर पहिरो पुगिन्छ अब बाटो यस्तै छ कालो ओह्रालो बाटो चाहिँ पुरै सुनसान छ एक्लै हिँडिरहेको छु म बाटो यहाँ तल छ कोसी ब्याम्बो बाटो हिँडेको एराउन्ड
50 मिनटपछि चाहिँ म ठ्याक्क पहिरो भन्ने ठाउँमा आइपुगेँ। अब एकछिन यहाँ बस्छु अनि अब कति टाइम लाग्छ सोध्छु अनि फिक्स गर्छु अगाडि जाने कि के गर्ने भनेर। ल बल्ल पहिरो आइपुग्यो। अहिले चाहिँ 2 बजे छ। अब हेरौँ मसँग टाइम त रिभरको छेउछेउ भइरहेछ। पहिरोमा 5 मिनट ब्रेक लिएँ मैले, रेडबुल किनेँ अनि एउटा खाएँ पनि। अब यहाँ त्यहाँबाट दाइले 2.5 घन्टामा ठुलो स्याब्रु पुग्छ भन्नुभएको छ। त्यही अनुसार अब ठुलो स्याब्रुसम्म आज चाहिँ जानु पऱ्यो भनेर हिँडेको छु। अब हेरौँ कति टाइम लाग्छ। अहिले चाहिँ 2:30 हुन लाग्यो। 5 बजीभन्दा अगाडि पुग्यो भने ठिकै हुन्छ जस्तो लाग्छ मलाई। म चाहिँ आज बिहानदेखि क्याम्पिङ गुम्बाबाट हिँडेर अहिले 2:30 बजीतिर यो पहिरोभन्दा अलि अगाडि आइपुगेँ। यहाँबाट चाहिँ अब स्याब्रु बेसी जाने कि गोसाइकुण्ड जाने भन्ने बाटो छुट्टिन्छ फर्किँदाखेरि। अब त्यही हो, यहाँ यस्तो म्याप पनि देखाइरहेको रहेछ। म्यापमा चाहिँ स्याब्रु बेसी जाने तलतिरबाट गयो भने स्याब्रु बेसी र मास्तिर गयो भने ठुलो स्याब्रु आउँछ। त्यहाँबाट मास्तिर गोसाइकुण्ड जाने रहेछ। अब म चाहिँ मास्तिर लाग्छु, हेरौँ कति टाइम लाग्छ। तलबाट उकालो चढेपछि उकालो बाटो छ, चिप्लो भएर चाहिँ काठले तेर्साएर हिँड्नु सजिलो बनाएर चाहिँ माथिसम्म जानुपर्छ। उकालो चाहिँ अझै सके होइन, बाटो चाहिँ राम्रो छ, कुमाउरो तर उकालो छ। उकालो बिस्तारै चढ्नुपर्छ। लगभग आधा घन्टाको लास्टै उकालो चढाएपछि बल्ल माथि एउटा घर देखिया छ। बल्ल उकालो कटेर अलिकति तेर्सो टाइपको बाटो आछ। जम्मा कहाँसम्म पुगिन्छ। पारिपट्टि एउटा गाउँ चाहिँ देखाएको थिएँ मैले, त्यहाँनिर चाहिँ त्यही होला ठुलो स्याब्रु सायद। हिँड्दै जाउँ, एकछिन बसेर रेस्ट लिन्छ अनि जान्छ त्यता। अब चाहिँ बाटो राम्रै रहेछ, सिधै छ, त्यस्तो अलिअलि मात्र उकालो हो र। अब चाहिँ सिधै छ, हिँड्नु सजिलो पाखा। यहाँबाट चाहिँ तल एउटा सस्पेन्सन ब्रिज रहेछ,
त्यहाँबाट कटेर बाहिर जानुपर्ने रहेछ। त्यहाँनिर ट्रेकर्सहरू नि हुँदैछ। सायद भेटाउँछु होला एकछिनमा मैले हेर्नु मैले। म चाहिँ पुलमा आइपुगेको। चाहिँ ठुलो साइडले जान चाहिँ ब्रिज मुनिबाट जानुपर्ने रहेछ। एकछिन तेर्स हिँडेपछि फेरि यत्रो उकालो बाटो आइपुग्यो। हाइट उकालो सकेपछि फेरि तेर्सो बाटो सुरु भएको छ। हवस् लगभग 10-15 मिनटमा आइपुग्छ होला ठुलो सानो। होइन चाहिँ त्यो परको पहाडको तलदेखि पुरै क्रस गरेर त्यो पुल कटेर त्यो हुँदै यो बाटो चढेर यहाँसम्म आइपुग्यो। यहाँबाट अस्तिर गएर त्यतातिरसम्म जाने होला छ। तलबाट नि यत्रो उकालो हिँड्नुपर्ने रहेछ। यहाँबाट नि थोरै हिँडेर माथिसम्म पुगेपछि हामी पहिरोबाट म ठ्याक्कै 2 घन्टामा ठुलो स्याब्रो आइपुगेँ। बिहानदेखि लगातार 9 घन्टा हिँडेको छ। आज चाहिँ थाक्यो। म चाहिँ ठुलो स्याब्रो नबसी अलि माथि शेर्पाकोटेसम्म जाने सोच गरेको छु। हेरौँ अब टाइम लाग्छ। लाङटाङमा 500 पर्ने, यहाँ चाहिँ 120मा मैले फ्यान्टा लिएर माथि शेर्पाकोटे अनि ठाउँसम्म जाँदैछु। हेरौँ कति टाइम लाग्छ। उज्यालो त उज्यालै छ, काम चाहिँ अझै डुबेन। तब ठुलो स्याब्रो यतातिर हामी जान्छौँ। ठुलो स्याब्रोको एकैछिन तेर्सोपछि फेरि उकालो सुरु भयो। अलिक माथि आएपछि चाहिँ आर्मी क्याम्प रहेछ। त्यो ठुलो स्याब्रोलाई पछाडि छोडेर बेलुकाको 4:40तिर म मासतिर चढ्दैछु। त्यहाँ भर्खरै तयार भेटेको थिएँ। 1 घन्टा लाग्छ भन्दै हुनुहुन्थ्यो। हेरौँ कति टाइम लाग्छ माथि पुग्नु। कसैलाई बिचमा पानी चाहियो भने चाहिँ यहाँबाट निकालेर खान मिल्ने रहेछ। त्यस राम्रो गरिदियो। चाहिँ उकालो बोल्नु छ 500 मिटर डिस्टेन्स ट्राभल गरेर हामीले तल देखाल्छौँ। हिँड्दा थाकेर दिमागले काम हुन्छ चाहिँ अब कहाँ रोकिने ठाउँ भनेको बिर्सेँ मैले। थाहा नै छैन कहाँनिर रोकिने त्यो के भन्दैन तलबाट त्यो ठाउँको नाम बिर्सेँ मैले। अलिक माथि एउटा गाउँ जस्तो ठाउँ है त्यो चाहिँ जाँदैछु। मलाई चाहिँ कसरी एउटा खैयाले लगिरहन् बिस्तारै छिटो हिँड्नुपर्ने छ। पर्ने ठाउँको नाम नि याद आयो शेर्पाकोटी। धेरै दिमागले काम हुन्छ पर्ने रहेछ। धेरै नै चाहिँ रक्कल भन्ने ठाउँमा आइपुग्यो। यता जानुपर्छ।
शेर्पाकोटी कति टाइम लाग्छ दाइ त्यही माथिको हस् धन्यवाद त्यहाँ रहेछ शेर्पाकोटी अलिकति मात्र रात पर्नुभन्दा अगाडि नै पुग्छु म ठुलो सेब्रुबाट 1 घन्टा र क्याम्पिङ गुम्पाबाट लगभग 10 घन्टाको हिँडाएपछि बल्ल बल्ल म आइपुगेँ माथि शेर्पाकोटी रुम छ जुत्ता खोलेर हुने नखोलिन्छ हजुर म क्यान्जिङ गुम्बाबाट म एक्लै आएको साथीहरू थियो साथीहरू चाहिँ सबै उताबाट घर गयो काठमाडौँ अनि म चाहिँ एक्लै हिँड्दै हजुर गोसाइकुण्ड जानु पऱ्यो भनेर म चाहिँ शेर्पाकोटी आइपुगेँ यो चाहिँ मेरो आजको लागि वासस्थान भनौँ